and welcome back to my YouTube channel guys. सबैजनाले सन्चै हुनुहुन्छ होला, म पनि एकदम सन्चै छु। आज फेरि मेरो अर्को भ्लग पानीको तात दिनको लागि आइरहेको छ। सो हेर्नु होला। हामी चाहिँ खाना खान लागेको अब हाम्रो मान्छेहरु गाइज हामी जब माथि जाँदै छौं है ट्याङ्की हेर्नलाई हैन बिस्तारै अगाडि हो ड्याडीहरु यो गाउँ पुरैलाई दिने रे अनि प्योर ड्रिंकिङ वाटरको प्रोसेसको लागि है गाइज हामी चाहिँ बिस्तारै आउँछ सबै भ्लग 12-13 दिनको खोला पुरै सुकेर हामी यता गइरहेछौँ। यस्तो बाटो जंगल जंगल सो आजको इक्विपमेन्ट दिस 5 मिटर वाला टेप 100 मिटर कपी है गाइस थाक्यम बल्ल बाटो निस्क्यो दिस इज बाटो ओह्रालो सो गाइस खोलामा पुग्यो खोला चाहिँ यस प्रकारको रहेको छ खोला चाहिँ ठुलै रहेछ हैन तर यो खोलाको चाहिँ पानी खान मिल्दैन नमिल्ने खालको खोला रहेछ भनौँ न अलि फोहोर पानी आउने खालको खोला सो यतातिर चाहिँ बाटो अगाडि हैन सबजना अगाडि डुलिरहेको म चाहिँ अलि पछाडि हातमा धोएर बसेको भनौँ सो इक्विपमेन्ट चाहिँ यति छ है मेरो आजको हैन इक्विपमेन्ट हाम्रो भनौँ न मान्छे अगाडि चिलमा कोही ह्यामर बोक्दै के बोक्दै हामी चाहिँ जङ्गलको बाटो फेरि घुम्दै आयो पारामा भन्दै हिँड्दैवाला छौँ सो खोला चाहिँ यहाँ पनि रहेछ हैन यतातिर अस्ति नै एस्टिमेट गरेको ठाउँ हेरिरहेछौँ तर खोलामा चाहिँ एक थोपा पनि पानी छैन है गाइस जङ्गल आज चाहिँ हाम्रो एडभेन्चर टाइप भएर यतातिर एडभेन्चर हुन्छ नि जङ्गल बाटो चाहिँ यता रहेछ हैन तर पाइप ल्याउने बाटो रे यतैतिर हो मोहन ऊ यहाँ तल सो गाइस पानीको मुहान चाहिँ रे यो रहेछ भनौँ यतातिर यो सफा गर्नुपर्ने रहेछ हैन ट्याक्क
यसको मेन ठाउँ चाहिँ कहाँ रहेछ भन्ने कुरा हो। अनि चाहिँ मिठो सो हाम्रो साथीहरू जङ्गलबाट पुग्लुक निस्किँदैछ हात हतियार लिएर। सो यताबाट हेरौँ यतातिर सो जङ्गल झर्छ माथिसम्मै पानी है। सो हामी चाहिँ हिँड्न सक्दैनौँ यस्तोमा। ल हेर्नुहोस् न पानी कस्तो पाङको छेउछाउ बिदा लाजु छ रे भाइहरुमा यसले काब्रा सिक्री पकाउँछ